आज पनि इजरायलको एभिडेन्स छ। तपाईँ र मैले आदर र महिमा र प्रशंसा गरेको परमेश्वर चाहिँ डुप्लिकेट होइन। हालेलुया। आमेन है। त्यसले गर्दाखेरि दुनियाँको सबैभन्दा ज्यादा मान्छे नै प्रभुलाई विश्वास गर्ने मान्छे। आमेन हालेलुया। आज यीशुलाई राजा भन्छौँ हामीले। उसको सेनापति थियो, उसको राजभवन थियो, उसको मुकुट थियो, केको मुकुट थियो? काँडाको मुकुट। तर धेरै धेरै मुकुट लगाएको मान्छे राजाहरू आए, उनीहरूको नाम मिट्टीमा मिलिहाल्यो। तर मेरो परमेश्वर काँडाको मुकुट लगाएर पनि त्यो राजा बनियो जसको साम्राज्य युगानुयुग तक अटल छ। हालेलुया। He is the King of Kings. आमेन। उहाँ राजाका राजा, जति यो संसारमा आएका सबै राजाहरूको सबैभन्दा ठुलो राजा हुनुहुन्छ, जसको न सेनापति थियो, न जसको भवन थियो, न जसको महल थियो, न जसको सेनाहरू थियो, तर पनि उसले संसारभरिलाई राज गरेको। आमेन। तलवार लिएर फाइट गरेको। धेरै ठुल्ठुलो साम्राज्यहरू आए। पर्सियन किङडम्सको बारेमा हामी पढ्छौँ, रोमन किङडम, ब्रिटिस किङडमको बारेमा पढ्छौँ। तर कोहीको किङडमहरू कस्तो सेना थियो, कस्तो ताकतवर साम्राज्यहरू खोइ खतम भयो। तर मेरो यीशुको साम्राज्य बढेको बढै छ। हालेलुया। बढेको बढै छ, दिन प्रतिदिन बढ्दैछ। उसको राज्य बढ्दैछ। हालेलुया। उसको साम्राज्य बढ्दैछ, किनभने उहाँ राजाको राजा, प्रभुको प्रभु, स्वयं परमेश्वर हुनुहुन्छ। हालेलुया। उसको साम्राज्यको अगाडि कोही छैन मेरो प्रिय। हालेलुया। त्यसले गर्दा स्वर्गदूतले आएर भन्छ, आऊ हेर, हेर, तिम्रो आफ्नो आँखाले हेर। भोलि गएर फेरि तिमीलाई डाउट होला, ए मैले हेरेको थिइनँ, त्यो स्वर्गदूतले ढाँट्यो होला भन्ने नहोस् भनेर आफ्नो आँखाले हेर भनेर भन्दैछ। आमेन। ताकि कुनै प्रकारको सन्देह नहोस्, कुनै प्रकारको अविश्वास नहोस्, कुनै प्रकारको मनमा त्यस्तो खालको सन्देह नहोस् भनेर चाहिँ स्वर्गदूतले कन्फर्मेसन गर्दैछ स्त्रीहरूलाई, आऊ अनि त्यो ठाउँमा जाऊ, हेर। आज तपाईँको भित्र कुनै सन्देश छ भने चाहिँ मेरो प्रिय, आज मेसेज तपाईँको लागि हो, आजको सन्देश तपाईँको लागि हो। आफ्नो यीशुलाई जब पछ्याउनु भएको छ नि, पूर्ण रूपले पछ्याउनुहोस्, पूर्ण हृदयले पछ्याउनुहोस्। नो डाउट, नथिङ। हालेलुया। अलिकति पनि डाउट नहोस्। त्यसले गर्दाखेरि स्वर्गदूतले आफै भन्छ, यीशु बौरी उठ्यो, तर पनि आऊ आफ्नो आँखाले हेर। हालेलुया। त्यति मात्रै होइन,